यही चाहिँ उल्टो भयो है। दायाँ है।
प्र्याक्टिस अब गर्नु थियो हात हल्लाइदेऊ न बहिनी यसो हात यसो हल्लाइदेऊ न खै त हो त अनि खै त तिमीलाई सिकाएँ त्यस्तो सिकाउनु पनि यसले सिकाउनु हो यो बजाएको सही हुन्छ किस्ता किस्तामा के छ अरे झ्याउ अन्नपूर्ण केवल तारा आयो पुन समाज पोखरा पुन समाज पोखरा अल्लाह यार यहाँ आया उडेर बसेको नि यता भलिबल बास्केटबल जिताएको 3 गोलले उसले जितायो नि आयो समाज गुड 3 स्कोर 3 point गुड 3 point है ओके लास्ट यही रहेछ त
लाठी है भाइ दाइ सम्मान छ यहाँलाई शब्दद्वारा हामी सबैलाई भन्न चाहन्छौँ यहाँदेखि खेतसम्म मैले देखिरहेको छु कुन समाज पोखरा गण्डकी प्रदेशमा आदरणीय साथीहरू मजाले ढल्की ढल्की नाच्दै आउनु भएको छ आहा टिपु गौली खाइगेली किन्छ बौली दमौली सडकमा सबमा सधैँ आहा ल अगाडि बढ्नु होला सबैजना छोरो दलक राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा राष्ट्रिय लोक भजन सुर्गा संरक्षण प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ। म बोलिरहेको छु, यही बोलेकै ठाउँमा आसन ग्रहण गरेको छु। यहाँलाई हार्दिक सम्मान छ। मैले हाम्रो पूर्व अध्यक्ष निवर्तमान अध्यक्ष नरेश भट्टराईज्यूलाई देखिरहेको छु, हार्दिक सम्मान छ। मञ्च आसीन सम्पूर्ण विशिष्ट व्यक्तित्वहरूप्रति हार्दिक सम्मान र शब्दद्वारा अभिनन्दन गर्दै पुनः यो पुन समाज गण्डकी प्रदेशलाई त्यसै आसन ग्रहणको लागि म ओटे पोखराका अध्यक्ष श्री ममता नेपानेज्यू, देवान पोखराका अध्यक्ष शोभा पाण्डेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। सामुदायिक सेवा केन्द्रका अध्यक्ष डा लेखनाथ आचार्य स्वामीज्यू, होटल प्रतिनिधि समाजका अध्यक्ष माधव शमसारज्यू, जगदम्बा आमा समाजका अध्यक्ष सीता पहाडज्यू, बेहुला पनि दुरुस्तै ढल्केर बेहुलाको हिँडाइ पृथक छ, बेहुलीको हिँडाइ अझ अलग छ। ल मुस्कान सहित ल मिसहरूलाई हार्दिक स्वागत छ, सम्मान छ। साली बजाइदिनु होला। यो हाम्रो मन्टेश्वरीका सबै सबै मिसहरू, सरहरू, म्याडमहरू र यी ससाना भाइ बहिनीहरूलाई हार्दिक सम्मान छ। त्यस्तै माता तालबारे आरती सेवा समितिका ढाका बहादुर थापालाई पनि म आसन ग्रहणले हार्दिक अनुरोध गर्छु। त्यस्तै बङ्गलादेश आमा सिराज सुनार वैदाम महिला विकास समाज अध्यक्ष इन्जिनियर यशोदा नौबाज्यू, सञ्जीवनी दिदी बहिनी समूह अध्यक्ष भगवती बानिया केसीज्यू, नवप्रभात आमा समूह अध्यक्ष गौमती थापाज्यू, जलारी दिदी बहिनी टोक्ला चियाका साथीहरू होला, अगाडि आउनु होला। बेला बेलामा सोध्नु होला तपाईँहरूको चाहिँ यो टोक्ला चिया हामी सबैले पिउनेछौँ, सबैले तपाईँलाई धन्यवाद दिनेछौँ। अब किराँत सेवा समाज टुटुङ्गा पोखरा 15 कास्कीका साथीहरूलाई वीरेन्द्र शेषज्यूलाई यो माइक्रोफोन हस्तान्तरण गर्न चाहे भनेको छु। जो जहाँ जहाँ बस्नुभयो सबैले एकचोटि हात उठाइदिनु त प्लिज। सबैले हात उठाउनुलाई क्यामेरा एउटा दुईटा उता फर्काइदिनु त साथी हो। ल अब हात हल्लाइदिनु। ल है हामी अब 2025लाई बाई बाई गरेर 26लाई आगमन गर्ने सन्दर्भमा यो महोत्सव गरिरहेका छौँ। सडक महोत्सव सबैलाई प्राइभेट लिमिटेडका असिस्टेन्ट म्यानेजर दिनेश महजनज्यू, त्यस्तै गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेडका प्रमुख तथा उद्योग परिसङ्घ गण्डकी प्रदेशका अध्यक्ष श्री धनुराज बर्तौलाज्यू, नेको इन्सुरेन्स लिमिटेडका प्रमुख तथा हुनुहुन्छ भने इच्छाशक्ति अटो मोबाइल प्रणालीका प्रमुख आगोषमान बुद्धचार्यज्यू, नेपाल टी डेभलपमेन्ट कर्पोरेसन लिमिटेडका कोही प्रतिनिधिज्यू हुनुहुन्छ भने त्यस्तै बाराखरी मिडियाका कोही प्रमुख हुनुहुन्छ भने उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै अब हामीले देखिरहेका छौँ यस हर्मन टिबेटन स्कुललाई हामी हार्दिक स्वागत गर्दछौँ। उहाँले याक सहित
नचाउँदै ल्याउनु भएको छ, अगाडि बढिदिनु होला। हर्मन टिबेटन एसओएस स्कुलका सबै साथीहरूलाई अगाडि बढिदिनु अनुरोध। अब अगाडि बस्नुहुने आमा दिदी बहिनीहरू, हजुरहरू बसेको ठाउँसम्म एउटा माथिबाट क्यामेराले खिचिरहेको छ, पछाडिसम्म हात हल्लाइदिनु होला। अब ताली घन्टाइदिनु होला, सबैले जोरदारसँग ताली बजाइदिनु होला। आजका अतिथिज्यूहरूलाई, स्टेसन दिदीज्यूहरूलाई, प्रमुख अतिथिज्यूहरूलाई हार्दिक स्वागत सम्मान गर्दै अब यो उपचारिक कार्यक्रमको अरू सिरियललाई अगाडि बढाइदिनु होला। महासचिवज्यूलाई अनुरोध गर्दै म पनि मद्दत गर्न चाहन्छु। अन्तमा तपाईँहरू आएको झाँकी र्यालीको मूल्याङ्कन गरिनु भएको छ। मूल्याङ्कन समितिबाट त्यसको रिजल्ट आएको छ। हामीलाई यहाँ प्राप्त भएका बटुकहरूबाट यो कार्यक्रमको सफलताको लागि स्वस्तिक भाषण हुनेसम्म बटुक भाइहरूलाई अगाडि आमन्त्रण गर्दै र हाम्रा चितकान्त चैतन्य लेखनाथ आचार्यज्यूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ। एकचोटि तालीले सम्मान व्यक्त गरिदिनु होला। धन्यवाद। ओम गणनाथ सरस्वती रविशुक्र बृहस्पति पंचैतांसं स्मरेन् नित्यं वेदवाणीं प्रवर्तयेत्। हरि ओम स्वस्ति न इन्द्रो वृद्धसरावः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टानेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। ॐ स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु भोगादिहस्ति धनधान्य समृद्धिरस्तु ऐश्वर्यमस्तु विजयोस्तु विपुक्षयोस्तु सन्तानवृद्धि सहित। मित्रलाल बस्यालजीलाई हार्दिक अनुरोध गर्दछु। अब त्यस्तै कदर पत्र यो त्यस्तै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका मणिराज लामिछाने त्यस्तै मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्राइभेट लिमिटेडका त्यस्तै सहप्रायोजकमा रहनुभएका यति डिस्टिलरीका हाम्रो नरेश छेत्री प्रतिनिधिज्यू आउनुभएको छ। त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कोही प्रतिनिधि आउनुभएको छ भने उहाँको नयाँ बिजनेस होला सायद। डाबर नेपाल प्राइभेट लिमिटेड त्यस्तै गरी द्वितीय स्थान प्राप्त गर्नुहुने 300 पूर्णाङ्कमा 295 अङ्क ल्याएर किराँत याकथुङ चुङलुङको प्रमुख तथा प्रतिनिधि स्टेजमा आइदिनु होला। अलि छिटो एकछिन साथीहरू अहिले पछि काम लगाउँदा किराँत याकथुङ चुङलुङ अगाडि अलि छिटो दौडिदिनु होला प्लिज। नेपाल मगर सङ्घ कदम मार्ग इकाइ समितिको अध्यक्ष अथवा प्रतिनिधि कोही हुनुहुन्छ? अलि छिटो आइदिनु होला। त्यस्तै गरी 300 पूर्णाङ्कमा 297 अङ्क